हेलो गाइस, यो हो सौराहा, चितवन सौराहा। यो जंगल सफारीको लागि निक्लेको गाडीहरू। यता भयो यो राप्ती खोला, यो राप्ती खोलातिर टक्क हेर्दै यहाँबाट भ्यूज च्याट। यता जंगल सफारीलाई गाडी निकाल्दै यहाँ चाहिँ टक्क डिलमा बस्ने, कफी सफी हान्ने, बियर हान्ने, चुस्की लाउने हैन, यसरी के खानु मन लाग्छ खाउने। राप्ती खोलाको मजा लिँदै, खोलामा माछाहरू छन्, माछा हेर्दै, गोही छन्, गोही हेर्दै, बोटिङ गर्नेहरू बोटिङ गर्दैछन्। यहाँ चाहिँ फुल फुलेको रहेछ। यहाँ चाहिँ अब हामी पनि टक्क कफी खान थाल्यौँ हैन। यहाँ बसेर यसो कफी सफी हानेर अनि जङ्गलतिर निक्ल्यौँ भन्ने सोचले यहाँबाट टक्क यता भ्यू हेर्दै कफी खाँदै अब लाग्यो जङ्गल सफारी। गाडीमा चढ्यो, जिपमा चढेर घुइकियो है, जङ्गलतिर घुइकियो। अब कहाँ पुग्ने थाहा छैन। हेलो गाइस, हाउ आर यु गाइस? हावा कस्तो हावा चल्यो हो चल्यो। त्यहाँबाट गेट छ होइन, राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालय भनेर। नमस्ते नमस्ते। जङ्गल सफारीमा छु म त। त्यहाँ चाहिँ हात्ती चढ्ने भनेको त्यस्तै हो, बेसी परेन। यहाँ हात्तीमा चढेका छन् मान्छेहरू। उता पनि हात्ती छ, त्यता पनि हात्ती छ। यहाँको सबभन्दा डेन्जर हात्ती त्यही आएर बसेको छ भन्छ एउटा भाइले। कुन चाहिँ गाडी भाइले गोविन्दे कि के गोविन्दे बाँधे छैन त्यहाँ पोथीहरू, त्यसको लागि पोथीहरू ब्याक टु गाडी। जङ्गल सफारीको गाडीहरू आउँदैछन्, जङ्गल सफारीको गाडी। कति मान्छे वापस आइसक्यो, हामी ढिलो भयो कि जस्तो लाग्यो। गाइजहरू हेर त गाडी कति वापस आएको। यतिका मान्छे हेर्न गहन जङ्गल, अनि जनावर पनि तर्सिएर लुक्यो होला। के देख्न पाइयो धुलो। ल यहाँबाट चाहिँ वनभित्र पसियो। अब जङ्गल सफारी आइहाल्छ, घाटा हान्दैछ, मेन जङ्गल आयो। अब अझै पनि मेन जङ्गल होइन। भालु छ, गैँडा छ, 4 प्रजातिको डियरहरू छ, तपाईँको 2 प्रजातिको तपाईँको गुइँहरू छ, 28 प्रजातिको चराहरू छ। अब जङ्गलमा भन्न सकिन्छ, कहिले देखिन्छ कहिले देखिन्न। हजुर, जङ्गल भनेर क्लियर हुँदैन। त्यही हेर्दै जाऊँ, हाम्रो लगमा के छ हामी त्यही हेर्दा जान्छौँ। के रोक्यो भने हजुरहरूलाई गाडी रोकेर चाहिँ फोटो खिच्नलाई चराहरू देख्नु भएको छ नि। यो गोल्डन कलरको सबै यो पहिलो टाइपको, यसलाई तपाईँको चखेवाको जोडी भन्छ। हजुर, चख्या भने यिनीहरू। अब चाहिँ मेन जङ्गल आयो। यो आर्मी पोस्ट चाहिँ आर्मी पोस्ट खिच्न पाउँदैन कि भन्दै थियो। खिच्दै मैले त पास किन पास। यहाँबाट अब टक्क बल्ल जङ्गल बस्यो। ल है त अब के भेटिन्छ। जङ्गल बल्ल आयो। हात्ती, जनावर के छ भेटिन्छ। अब हेर्दै जाउँ। चराहरू गोइहरू हेर्दै आएको भित्र बस्ने छैन होला, पस्ने यहीँ जता जङ्गल बस्दा गर्नुपर्ने हुन्छ नि त। हामी यो गाडी फाँकी जनाएको पछि केही
त्यही भइदिइहाल्यो भने पछाडिको सिट नै आउँछ बाजार त गरेको छ गरेको खै छ त्यो मुख हेर्नै मन लागेन मलाई त झन् यो बाजार देखियो मैले तेरिका यस्तो बाटो भएको जङ्गल हुन्छ के जनावर आउनु त है डराएर गाडी हिँडेको छ कता देखाएको थियो फेरि कहाँबाट आउँथ्यो त्यो क्लियर आएन क्या छ सम्मलाई होइन तपाईँहरूले त मृग भन्नुहुन्छ कहाँनिर कहाँनिर यहाँ त होइन मृग त होइन सानो छ अघिबाट भइया हुँदै राख्छ हिँड्दै राख्ने हो नि बिचमा गएर रेस्टुरेन्ट ठाउँहरू छ टक्क 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 एउटा सानो खोला पनि एउटा मन्दिर पनि रुद्राक्षको बुट पनि बुटाङ भर्याङ पनि चढियो यहाँ मन्दिर रहेछन् कुन यो बुट हो यो चाहिँ रुद्राक्षको बुट सुनैलो हल्का हुँदो रहेछ कि ल त्यो बुटा भर्याङ लगाएर नि त यहाँ त ए बुटा भर्याङ देख्यो नि हामी त सौरा चोक आएको नि यतैबाट हामी गरियो अहिलेलाई परेन परेन रुखमा भर्याङ हालेको छ त्यो भ्यू पोइन्टको लागि होला हजुर सर हजुर त्यहाँबाट भ्यू राम्रो देखिन्छ भनेर होला त्यहाँबाट माथि त हल्लिएर सपोर्टेड गतिलो रहन्छ त्यहाँबाट माथि चाहिँ गइएन है त्यहीँबाट वापस ब्याक त्यहीबाट ब्याक बाह्र बजी पुगिन्छ है 8 बजीतिर हिँड्यो अझै गाडीमा बसियो है त ल फेरि जानको लागि जङ्गलमा अहिलेसम्म त केही भेटिएन बाँधेर त्यो बिचमा एउटा उसभन्दा चित्तल गाडीको भन्दा जङ्गलैमा जरायो नि भेटिएन केही भेटिएन अब के केही पनि भेटिएन त्यो दिउँसोमा त खासै देखिँदो रहेछ अनि गाडीहरू त्यत्तिका गाडीहरू पुगेका छन् कुदेका छन् त्यो एउटा डरले टाढा जाने भयो नजिक नबस्ने भयो जस्तो लाग्यो त्यही भएर केही देख्न पाइएन आजको यात्रामा त्यस्तो केही भेटियो लाग्दो चाहिँ छैन खाली खाली भयो सबै बाटो केही भेटिएन जङ्गलमा केही पनि भेटिएन यसरी हो नि त हामी त यसरी देखाउँछ है त केही छैन है कतै केही छैन कतै केही छैन जङ्गल सफारी भेरी नाइस जङ्गल सफारी छिर्के मिर्के भेटियो यो चित्तलको मृग बल्ल तल्ल आएर यो चित्तल भन्ने हो यो मृग होइन नि मृग थप्लो भएको आइज आइज नजिक आइज न त्यहाँ एउटा उतापट्टि एउटा उतापट्टि एउटा तिनवटा छ तिनवटा छन् लगडा रोड यिनीहरू पुरा सलक्कै तिनवटा देखियो पति राख्यो
डोर्या नि मान्ला जस्तो भएर यता यता डोरो लाएर लगायो नि माथि भयो त्यहाँ हालेर लिएर जानुहुन्थ्यो आइज यसले टेर्दो रहन्छ नि बानी परेर आइज यही एउटा भेटियो गुनी एउटा भेटियो अब यस्तो बाख्रा अन्त कराएर त भाग्छ फेरि अहिले होइन कसैले खाएको यो सिङनाम जात हो क्या दामी हुन्छ पोथी हो सिङ हुन्छ भालेको दामीको अहिलेदेखि पनि भाले सिङ भएको भाले मृग होइन यो चाहिँ चितल भन्ने मृग अनि बेग्लै खान्छ मृग होइन मृग त पुरै रातो हुन्छ पछाडि मात्रै सेतो अहिले उफ्रियो थियो बुरुक बुरुक यो नि उफ्रिन्छ होला पछाडि मात्रै सेतो हुन्छ यो बिचमा चाहिँ थोप्ला हुँदैन आज हो धारे बेला मुखमा धार हुन्छ के अरे त्यो सिंहले पोल्दो रहेछ या कि सिंह होइन त्यो के होइन सिंहले कति नसुनिएर खा घाँस त्यसको अक्कल कुखुरा छ नि त घाँस हो सिस्नु नि खाखा टुपो टुपो केले खाएको सबै त्यो के अरे रुमले खेल्छ नि त अनि बाख्राले सिस्नु हान्छ त यिनीहरूले खाइहाल्छ नि आउनुहोस् यहाँ बस्नु छ नि हाम्रो घर जानु आउनुहोस् नआइज फेरि बेलुका पार्टी हुन्छ त्यहीँ बस् त्यो जानलाई खतरा खा यहाँनिर भालुले उभिएको रुखहरू हुन्छ नि जङ्गली भालु अनि हिमाली भालु हिमाली भालु कालो भालु हुन्छ काठे भालु भन्छ अनि हिमाली भालु हिमाली भालु त सेतो हुन्छ अरे क्या हिउँमै हिउँ भालु जाम अब के मात्रै भयो जाम 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 अब चाडा छ उता त दुइटा भित्र होला टन्ने यिनीहरू ए छै के हेर्न पनि गार्नी बाई बाई तल आर्छ केही भेटेन है त्यही एउटा ठाउँ मात्रै भेट्यो त्यसरी केही भेटेन यत्तिकै वापस आइयो गाइज केही देख्न पाइएन बाटोमा आउँदै गर्दा यतापट्टि देख्नै पाएन क्या देख्नु पाएको अलि ठिक हुन्थ्यो क्या अलिकति अगाडि यहाँ चाहिँ यो बाहिरको बच्चाहरू कहाँबाट आयो अलिकति अगाडि के राम्रो छ देखिएन यो फुटभन्दा अगाडि केही देखिएन के कोमा हो नि बच्चै हो नि भएर भर्खर सुड बोलाउनु ला हो यी काँडा आएको हुन्थ्यो नि मान्छे उठाए कुद्नु यसले त मान्छेलाई के मजा आएन गाइज Okay, ladies and gentlemen. See you soon in the next video. खिचिएको र पानी Just for memory. Okay. Keep watching 7GK. त्यही त नि Forget subscribe channel. Like video, subscribe channel. Okay. जोइन Bye bye. See you soon.